नमस्कार सम्पूर्णमा। आज म तपाईहरुमाझ स्वस्थ मुटुको लागि केही सरल टिप्सहरु ल्याएर उपस्थित भएकी छु। नियमित एक्सरसाइज गर्ने बानी बसाल्नु पर्यो। हल्का एक्सरसाइजहरु गर्ने, आधा घण्टा जति हिड्ने र सन्तुलित आहारहरु चाहिँ लिनु पर्यो, जसमा हामीहरूले सिजनल फ्रुट्सहरु भयो, सिजनल भेजिटेबल्स, फाइबर युक्त खानाहरुमा बढी फोकस गर्ने र स्ट्रेसलाई नियन्त्रणमा राख्नको लागि हामीले मेडिटेसन, प्रार्थना र आफूलाई मन पर्ने म्युजिकहरु सुनेर पनि हामीले हाम्रो मनलाई चाहिँ शान्त पार्न सक्छौं। नुन चिनी अलि कम प्रयोग गर्नु पर्यो, जसले हाम्रो ब्लड प्रेसर, सुगरहरुलाई पनि कन्ट्रोल गर्न सक्छ। धुम्रपान चाहिँ नगर्ने र कम्तीमा पनि राति मस्तसँग 7-8 घण्टा चाहिँ सुत्ने र नियमित ब्लड प्रेसर, सुगर र कोलेस्ट्रोलको समय समयमा चाहिँ हामीहरूले चाहिँ जाँच गराउनु पर्छ।